हम गाउँलेहरूले टोटल एकजुट भएर काम गर्छौँ भनेर एक समिति गठन गरे हामीले 26 गते गरे 26 गते समूह समिति गठन भयो समितिको अध्यक्ष मूललाई जिम्मेवार दिई भाइले सबै हामीले भने सर्वदान भनेको बिल्कुल हमारा ये जीआईजेड पालाबाट कतिलाई मठ मन्दिर सब सामाजिक सम्पदा यिनमा संरक्षण गर्दो भन्ने भावना सबका मनबाट हट गए और हमने भाइले सब एकजुट हो लगभग 10 लाख बराबर को काम और हमने करे ग्वालियर निर्माण सेवालयले धन्यवाद 3 तलाली चिप से 3 तला जोली जोई को रकम 48-50 हजार सम्म को हमलाई सहयोग उनले गरे इसै भाइले एक कट्टा सिमेन्ट हामीले सुरुमा एक कट्टा सिमेन्टबाट सुरुवात गरियो काम और 10 लाख सम्म को सर्वदानमा गरे सफल भोग्य औन्या और गेदा बूढ़ा और भक्तजनों एकदम मेरतिरबाट धन्यवाद समाज में इसे काम प्रत्येक वर्ष हनाएर हमले पूरा 12 महीना में 1 महीना देवता का संवादान में लाए हम अपन गाउँ आफै बनाऊ अभियान में एकदम अतिर जान चाहनु भोजराज जोशी भगत जी सबैलाई धन्यवाद दिन चाहन्छ वारी पारी इथ उत जनपद 9 मा जतिले सम्पूर्ण छ सामाजिक सम्बन्ध भनेका हमारा मठ मन्दिर और 10 नामी पञ्चजुना आँखडा इत्ते कुटियामा आइले छ उइको संरक्षण हुन पर्छ इसै हामीले मठ मन्दिरमा काम गरिराख्नु पर्छ कबैले यो मेरो भनाइले छ सबैलाई मोरी धन्यवादका साथ 2 शब्द इत्तेलाई बोल्ने मूल्य आल्ले भाइले सफल भोल गौरी प्रसाद जोशी जीले भक्तजनलाई हमारा महेन्द्रनगर कञ्चनपुर बसान और पल्ली चिलौने में बसाए उनीहरू सिलगमा ओइल उनीहरू बसाए महेन्द्रनगर ऐठपुरमा छ उनले 1 किलो गोला 2 किलो मिसिरी भोल भक्तजनलाई बाँडिदिए भन्दै यहाँ कोही मिसिरी कोही चिनी कोही गुड दीवर खेडवाल उनलाई बाँडिदिए भन्ने उनीहरूलाई आग्रहलाई एकदम स्वीकार गरेर भोल बाँडिने भोल हमारा ढलान को काम छ ढलान का काम में सब भक्तजनले आएर रोडी बलुवा गिट्टी बजरी सक्दो काम सफल गरिदिनु पर्छ यो